मैले त हेर्ने मात्रै हो, जितिँदा जर्मनले हो कि केटा हो। यो गाछ जसरी उडिरहेको छ नि, जर्मनी त्यसरी कप्लेर उड्छ कि केटा हो। मेसी र रोनाल्डोको फ्यानहरूले सपना नदेखे नि हुन्छ केटा हो। फिफा 2026 लाने त त्यो त सपनै हो। मेन त रोनाल्डोको फ्यानहरू त रुनै पर्छ कि। मेरो सपनै छ कि मैले भगवान्सँग प्रार्थना गरेको छु रोनाल्डोको फ्यानहरू चाहिँ रोइरहेको रुनै परोस्। मेरो कामना त्यही छ क्या। तिम्रो चाहिँ खुब रोना यो के भयो, मेसीले चिन्नुहोस् नचिन्नुहोस् हामीलाई के बाल। मेसीको खेल मनपर्छ, म त जर्मनको फ्यान हो। मेसी भन्दा मलाई जर्मनले एट्याकिङ म्याच छ, म जर्मनको फ्यान हो। जर्मनले जितोस्, हामीलाई के चिन्न नचिन्छ मतलबै भने त हामी मनोरञ्जन गर्ने हो। देशको लागि गरोस् नगरोस्, त्यो जहाँ रोनाल्डोले गर्यो नगरेमा नजोडेन। तिमीहरूको रोनाल्डो कति एटिट्युड देखाउँछ थाहा बा, कति स्क्यान्डल छ थाहा छ। हाम्रो चाहिँ अरू केही सुने जर्मनले कति दामी गेम खेल्छ थाहा छ तिमीलाई। हुन त मेसी नै मेरो सेकेन्डरी हो। म चाहन्छु मेसी नै अहिले हारोस्, जर्मन र उसको गेम परोस्, जर्मन र उसको गेम परोस्, मेसी नै हारोस्। रोनाल्डो भन्ने जन्तु त हार्दै हारोस्, मेसी नै हारोस्। त्यही हो मेरो सपना भनेको। मेसी रोनाल्डोलाई पाखा लाउने, जर्मनलाई कपु चढेर दिने। त्यही केटा चित्त देखे दुहोस् जेसुकै गरौँ मतलब भन।